हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु, एकदम आरामै छु। आज चाहिँ हाम्रो टुरको डे 3 हो है। आज चाहिँ हामी राति चाहिँ यहाँ घान्द्रुकमा बसेर अनि हामी बिहानै उठेर 5 बजे उठेर रेडी भएर अहिले चाहिँ हामी जाँदैछौँ सूर्योदय उडाउने ठाउँ हेर्नलाई। त्यहाँपछि हामी ड्रेस लाउन जान्छौँ। उकालो गाई यत्रो छ, मैले गरिसकेँ तर जाडोमा हिँड्न नि सकिन्न, बोलाउनु सकेको छैन साथीहरू, त्यही नि बोल्नु पर्यो। हामी जाँदैछौँ। कहाँसम्म जाने रे हामी? ल हाई गर, हाई गएर सब्सक्राइब गर न फेरि ल। अनि हामी चाहिँ जाँदैछौँ सूर्योदय भएको ठाउँ। यहाँबाट हेर्नु है यो एरिया। वाह नाइस, वाह दामी दामी दामी। हामी चाहिँ जाँदैछौँ। दामी देखेको हामी हेर्न आएको छौँ यहाँनिर। यहाँबाट घाम निक्लिन्छ अरे है। हेलो हेलो गर्न सनराइज होइन। 6 बजे उठेँ, 5 बजे उठेर आएको तर देखेकै छैन। 8 बजे जस्तो छ यहाँनिर, हल्का देखिरहेको छ। त्यहाँ हेर्नुभयो नि त्यो रेड कलरको तल चाहिँ गाउँ। हामी चाहिँ उहाँ तल्ल बसेको थियौँ यहाँनिर। वाह कस्तो दामी देखेको, हेर्न सक्नुहुन्छ हजुरहरू। खोइ हाम्रो क्यामेराम्यान सागर, खोइ सागर अघि आयो। लडेर एकैचोटि तलतिर गयो भने भिडियो बनाएको हो। 16 बाजे हाम्रो अन्नपूर्ण हिमाल माछापुछ्रे हिमाल देखिएको छ कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट। अरू यति नै अहिलेको लागि लाइभ गरेको सर हाम्रो सर लाइभ गरेर गाउँपाको वडा नम्बर 11 कास्की। अहिले चाहिँ कति बजिसक्यो? 6:45 भयो है। अहिले चाहिँ हामी चाहिँ 5 बजे उठेर आएको, 1 घन्टा भयो हामी आएको। एकैचोटि 2टा हिमाल घान्द्रुक देखिने ठाउँ गुरुङ बस्ती। लेफ्ट साइडमा रहेको अन्नपूर्ण हिमाल, राइट साइडमा रहेको माछापुछ्रे। कति हामीले सूर्योदय उदाएको हेरेर पनि आइसक्यौँ। हामी चाहिँ अब हामी ड्रेस लाउन हिँडेको। अब हामी ड्रेस लाउँछौँ अनि फोटो खिच्छौँ अनि त्यसपछि हामी जान्छौँ फेरि पोखरा। अनि हामी फेरि पोखरामा आज बस्छौँ, घुम्छौँ अनि फेरि जान्छौँ पर्सि होइन। पर्सि त हामी पर्सि हामी त अनि मनोकामना हेर्दै गाईघाट पुग्छौँ। सोमबार बेलुका मङ्गलबार बेलुका चाहिँ हामी बिहानै हामी चाहिँ हाम्रो घर पुग्छौँ। अनि बुधबारदेखि फेरि हाम्रो असली औकातमा आउँछौँ हामी। इक्जाम आउँछ त्यसपछि। गाइज हामी चाहिँ अब हिँडेको तल के ओह्रालो झर्न आँटेको गाइदाहरू चाहिँ हिँडेको। अब कस्तो दामी छ नि, वाउ। हेलो गाइज, ओइ आया मम्मी, म चाहिँ लोड्न आँटेँ। हेलो उसको त स्वर सुकिसकेको छ। र हामी हिजो यति नाचेको भर पनि नाच्छौँ हामी। अब हिँडेको ड्रेस लाउनको लागि हामी चाहिँ ड्रेस लगाउँछौँ अनि त्यसपछि फेरि भिडियो बनाउँछौँ साथीहरू। हामी अब यहाँ ड्रेस लाउँछौँ। ओइ बनाऊँ न सुरुमा। हामीले चाहिँ यहाँ लगाइसक्यौँ ड्रेस लगायो भने हामीले चाहिँ एउटा टिकटक बनाइसक्यौँ। यहाँ देख्न सक्नुहुन्छ सबैजना। हामी चाहिँ यहाँ 15जनाको ग्रुप छौँ अनि उता पनि हुन्छ, हामी धेरै छौँ नि त, त्यही भएर। अनि
अब चाहिँ हामी भिडियो बनाउँछौँ ल गाइज फोटो खिचिसकेर अब चाहिँ हामी खाना खान थालेछौँ अब खाना खाएर अनि हामी जान्छौँ फेरि पोखरा सो गाइज पोखरामा भेटौँ ल हामी चाहिँ एक दिन बस्यौँ नि त त्यही भएर हाम्रो चाहिँ यहाँनिर बिदाई गर्दै हुनुहुन्छ कि पुरा टिका लगाइ अनि हामी चाहिँ आउँदैछौँ यहाँ अब चाहिँ हामी जान लागेको हामी चाहिँ अब हिँडेको फेरि आउँछौँ भन्दै हिँडेको तर कहिले पो हो हामी चाहिँ हिँडेको अब पोखरा हिँडेको फेरि हामी अनि आज पोखरामा बस्छौँ अनि भोलि मनोकामना जान्छौँ अनि चितवन जान्छौँ अनि हामी घर जान्छौँ चाहिँ हामी हिँडेको बाई 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 गान्द्रुक हामी चाहिँ हिँडेको ल फेरि आउँछौँ